Third Bhuwani Cup, Bakot FC versus Sadobate FC penalty shutout. Sadobate versus Bakot गयो त ल Monasul एक Sadobate एक Monasul खेलिरहेको छ है त ल राइट ल गाउँले बोलामा वेलकम छ केटाहरुलाई ल मैले त आज भाइ टल गेमको प्लेन दिकै त ल ल क्राउड ल बवाले छ है क्राउड के रोक्दै त ल भाइ टल गेम है त ल ड्र है त ल दुईजनाले हान्यो एक गोल अहिलेसम्म 1-1 सेभ है त गाइस ल अनि के लास्ट रमाइलो भइरहेछ है त ल भाइ टल भएको छ है त एक गोल रोक्न सफल भएको छ है त केटाहरु ल त्यही है त ल बवाल छ है त ल सही भाइब्स अहिले सडन डेथमा है त अब ल है त एक जना है त ल गेम नि भाइ टल भएको थियो हैन प्लेन्टिक पनि भाइ टलै भइरहेको अब एक जनाले मनासुलु युवा क्लबको अध्यक्ष पनि हुन्छ पवन गुरुङ चारजना हैन भाइ चारजना है त गाइस ल गेम नि भाइ टल भएको थियो हैन प्लेन्टिक पनि टाइम रिकभर पनि भाइ टलै भइरहेको है के सेफ है त ल अब दसैँ भाइस के दसैँ लागिसक्यो त गाउँमा के त थोडा पिछल बसेर त्यो भन्न केटाहरुलाई कस्तो
निकै नै भाइटल सिधै आउँछ जस्तो लाग्यो दिमाग लाउनु लाग्यो पवन गुरुङ निकै नै पुष्ट पचाउ गर्नुभएको थियो है त ल खेल जीवितै राखिरहेको छ है त सुनिल नलडे भाइ नलडे भाइ लास्ट है भाइ नलडे लास्ट है आनन भाइ आन लास्ट में हो उसके बाद लास्ट आंसर गेम पनि भाइटल टाइब्रेकर पनि भाइटल लास्ट होइन भाइ ल है त ल सुबह नातिया रे सुबह ढुका है ढुका कहाँ छ नि सुवान्त हेरे किन राम्रो गोल है त भाइबाट ल कति जानु टिपमा एउटामा भाइ टेगर बन्द सबै टेगर बन्द जानु त्यहाँ बन्द दिन्छ है त 6 जनाले हाने थियो एक सेप त्यहाँ उता गएर बस्न जाऊ उता जाऊ करण भाइ है त अब 7 जना फेरि घुमेछ है त टेक भइरहेछ है त अफिसियल कडा छ हाम्रो मैते कौले ब्लगमा स्वागत छ मैते भाइ के छ भन् त अलि जल्दी आउनु भयो सम्झे है त ल 8 जना हुन्छ है त अब ओइ सुनिल खोपै एक स्टेप सर हान्न त्यही त्यहीबाट लडेर पनि हेर्छ मै त तेरो काम है हेर्ने त्यो थर्ड अफिसियल त उताकोलाई पनि भन्नु भाइ त्यो थर्ड अफिसियल एउटा छैन नि यो भाइहरूको त्यो ला न एक्स्ट्रा लाएर बस्नु कतिजना हाने भाइ 9 जना हो है त घुमिरहेछ है नि त निकै नै बधाई छ मनासो लुइबा क्लबलाई पवन गुरुङले 2 सेभ गर्न सफल भएको छ है त ल है त गाउँले ब्लगमा स्वागत छ है त भ्यू के दामी छ हजुर Thank you for watching my video.